युट्युब च्यानल। आज चाहिँ पुरै अर्ग्यानिक तामा आलु र तामाको सब्जी बनाउन जाँदैछौँ। सबै मिलेर सुरु गरौँ है त साथीहरू। अब चाहिँ पकाउनतिर लागौँ। हामी चाहिँ यसरी तामा लियौँ कि आलु र तामा पकाउने भएर हामीले चाहिँ आलु पनि लियौँ कि हेर्नुहोस् त। तामा चाहिँ यसरी छिरेर यसरी छिरिसकेपछि तामालाई चाहिँ एउटै साइजमा यसरी काट्नुपर्छ कि यसरी काटिसकेपछि अनि तामालाई चाहिँ सानो सानो टुक्रा बनाएर काट्यो भने खाना पनि मिठो, मसलाहरू पनि राम्रोसँग लाग्छ भनेर बराबरी एउटै साइजमा हामीले चाहिँ यसरी हेर्नुहोस् त यसरी टुक्रा बनायौँ कि यसै गरी हामीले भएको आफूलाई कति आवश्यक हुन्छ त्यही अनुसार हामीले फुल तामा आफ्नो तामा चाहिँ यसरी टुक्रा बनाएर लियौँ। यसरी सबै काटिसकेपछि चाहिँ एउटा भाँडोमा यसरी उठाउने कि हामीले चाहिँ तामालाई उसिन्नको लागि यसरी पानी उमाल्यौँ कि उमालेको पानीमा चाहिँ यसरी बेसर राख्दियौँ कि बेसरसँगै नुन पनि हाल्दियौँ हामीले यहाँको पानीहरू जाओस् खेर। अब चाहिँ उम्लिएको पानीमा नुन र बेसर हालेको थियौँ। त्यसपछि हामीले तामा पनि हाल्यौँ कि यसरी बिस्तारै चलाइदिउँ। त्यसको लागि चाहिँ हामीले प्याज पनि लियौँ कि प्याज चाहिँ सानो सानो भएर 5 पिस लियौँ हामीले चाहिँ। अनि प्याजलाई चाहिँ मसिनो टुक्रा बनाएर काट्नु पर्यो कि टुक्रा बनाएको प्याजलाई चाहिँ यसरी एउटा भाँडोमा राख्यौँ। ग्रेभी बनाउनको लागि चाहिँ 2टा टमाटर पनि लियौँ कि हामीले चाहिँ टमाटरलाई चाहिँ बिस्तारै सानो सानो साइजमा एउटा साइजमा यसरी चप गऱ्यौँ कि चप गरिसक्यो। फेरि यसलाई पनि एउटा राख्यौँ कि हामीले चाहिँ आलु तामा पकाउने मिठो हुने भएर हामीले चाहिँ आलु लियौँ कि आलु चाहिँ ठुलो भएर एउटा पिस मात्र लियौँ कि हामीले चाहिँ। हजुरहरूलाई कति आवश्यक पर्छ त्यही अनुसार लिनु होला क्या। आलु काटेर चाहिँ एउटा कचौरामा यसरी राख्यौँ। यसरी हामीले चाहिँ 5-7 मिनट यसरी पकाउनु पर्छ कि तातो पानीमा। यता काट्दै गऱ्यौँ यता हाम्रो रेडी पनि भयो कि तामा यसरी उमाल्यौँ कि पानीमा हेर्नुहोस् त। यसरी उमालिसकेपछि यसलाई चाहिँ हामीले तार्नुपर्छ कि तामालाई चाहिँ पुरै उमाल्नु हुने गरेर। अब चाहिँ हामी तार्नतिर तामा तार्न पानी तार्न चाहिँ यसरी राख्यौँ। हामी चाहिँ तामा यसरी पानी तर्कायौँ कि यसो गरेपछि पानी टोटल्ली तर्किन्छ नि त। तर्काइसकेपछि चिसो पानीले यसलाई यसरी पखाल्नुपर्छ नि त। एउटा कराई बसाल्यौँ। कराईमा चाहिँ हामीले यसरी तेल राख्यौँ कि अनि यसरी तेल तातिसकेपछि हल्का ताते चाहिँ मेथी पड्कायौँ कि हामीले चाहिँ मेथीसँगै हामीले चाहिँ जिरा पनि फुरायौँ कि जिरासँगै खुर्सानी प्याज हरियो खोर्सानी पनि मिठो फ्लेभर र पिरो होस् भनेर प्याजलाई हल्का ब्राउन भएपछि आलु हाल्ने कि यसलाई पनि बिस्तारै बिस्तारै गरेर चलाउनुपर्छ कि स्वादअनुसार नुन राख्नु होला हजुरहरूलाई कति आवश्यक पर्छ। तर यसलाई चाहिँ छोड्नुपर्छ कि छिटो पाक्छ मिठो पनि हुन्छ। यसलाई चाहिँ खोल्नुपर्छ क्या। अदुवा लसुनको पेस्ट राख्यौँ कि हामीले मसला सबै ठाउँमा लाओस् भनेर यसलाई चाहिँ यसरी मसलासँग चलाउनुपर्छ कि बेसरसँगै हामीले काश्मिरी मसला पनि राख्यौँ कि
राखिसकेपछि एकदम मिठो स्वादमा बन्छ अनि एकदम राम्रो पनि देखिन्छ, मिठो पनि हुन्छ भने यसलाई चाहिँ बिस्तारै यसरी चलाउने। यस्तै यस्तै भिडियो हेर्नको लागि मेरो युट्युब च्यानलमा नयाँ हुनुहुन्छ भने एउटा सब्सक्राइब गर्न नबिर्सिनु है साथीहरू। यसरी हामीले पानी तर्किसकेको तामा पनि हाल्यौँ कि आलु तामा मिठो हुन्छ नि त यसरी पकाएपछि चाहिँ। यस्तै कुकिङ भिडियो हेर्नको लागि मेरो च्यानललाई सेयर, लाइक र कमेन्ट पनि गर्नु होला। साथीहरूको मोबाइलमा पनि सेयर गरेर पठाइदिनु होला है साथीहरू। स्किप नगरिकन फुल हेर्नु होला र मिठो घरमै बना आलु तामाको सिजन आएको छ नि त अहिले तामाको, मिठो बनाएर खानु होला है साथीहरू, हजुरहरूले पनि। यसलाई चाहिँ 2-3 मिनट जति यसरी छोप्नुपर्छ क्या। यसरी 5-7 मिनट यसरी छोपिसकेपछि चाहिँ यसरी धनियाँ पाउडर हाल्यौँ कि मिठो स्वादको लागि करी मसला पनि हाल्यौँ कि हामीले चाहिँ। अनि जिराको धुलो पनि एड गऱ्यौँ। यसरी सुकेको धुलो, खुर्सानीको धुलो पनि राख्यौँ कि हामीले चाहिँ। राखिसकेपछि यसरी चाहिँ यसलाई चाहिँ सबैतिर लाग्ने र राम्रोसँग मसला लाग्छ भने यसरी राम्रोसँग चलाउनु पर्छ क्या। लगभग तरकारी पाकिसकेपछि यसरी टमाटर राख्यो भने स्वाद पनि मिठो, राम्रोसँग पनि पाक्छ के। अनि टमाटर तातो भएर छिटो पनि गल्छ। अनि यसरी टमाटर राखेर मस्तसँग चलाउने के। यसलाई फेरि 3-4 मिनट जति छोप्नु पर्छ। ल साथीहरू, हाम्रो चाहिँ मुखै रस आउने मिठो आलु तामा चाहिँ रेडी हुँदैछ क्या। सब्जी हेर्नु न, कोलाई मनपर्छ कमेन्ट पनि गर्नु है साथीहरू। आलु तामाको झोल खाने हो कि हामी चाहिँ यसरी पानी हाल्यौँ कि हामीले चाहिँ ग्रेभी बनाउनलाई कि झोलसँग स्राप्प भात खानलाई कि। फाइनली हाम्रो चाहिँ आलु तामा चाहिँ पाकेर हामीले चाहिँ रस बनायौँ कि। आलु तामाको रस त मासुको रसभन्दा पनि मिठो हुन्छ नि त। कोलाई मनपर्छ भन्नु है साथीहरू। हेर्नु त साथीहरू, फाइनली हाम्रो चाहिँ आलु तामाको तरकारीसँगै रस हेर्नु न यस्तो मिठो बन्यो नि। मासुको रस के मिठो होला, त्यति मनपर्छ क्या मलाई चाहिँ। हजुरहरू जति पनि साथीहरूले यो भिडियो फुल हेरिदिनु भएको छ उहाँ सबैजनालाई धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। अनि अरू के भन्छ यो हेरेर फुल भिडियो बनाएर हजुरले खानु होला र अर्को भिडियो नआइन्जेसको लागि म चाहिँ छुट्टिन चाहन्छु। बाई बाई।